नमस्कार सम्पूर्ण किसान दाजुभाइहरू। हामी आज यो करिब 3 बिघा क्षेत्रफल रहेको खेतमा तोरी कम्बाइन लगाइराखेका छौं। यो देख्न सक्नुहुन्छ यो पुरै खेत र यसमा करिब 15 कट्ठा जतिमा मैले अक्टोबर उखु लगाएको थिएँ, जुन यो लाइनमा देखिरहेको छ। उखु ट्रेन्च मेथडमा लागेको थियो, मैले लगाउँदा पनि भिडियो राखेको थिएँ। त्यसपछि हामीले लगाइसकेपछि यसमा एकपटक सिँचाइ गरेर युरिया मल खाद हालियो। अहिले अब तोरी निकालेपछि बाँकीको कामहरू हामी यसमा अब लगत्तै भोलि पर्सिबाट गर्न सुरु गर्नेछौँ र हजुरहरूलाई यो उखुको विशेष क्यारेक्टर छ एउटा। त्यो क्यारेक्टरले नै हजुरहरूले यो उखु कुन जातको हो भनेर चिन्न सक्नुहुन्छ। यो हेर्न सक्नुहुन्छ, उम्रिँदै 3टा। कमेन्ट गर्नु होला कुन भेराइटीको उखु रहेको छ। यो उखु किसान दाजुभाइहरूलाई प्रायलाई थाहा हुनुपर्छ। यस्तो उम्रिँदा 2टा 3टा 4वटा एकैचोटि निस्किने जात। यहाँ पनि हेर्न सक्नुहुन्छ, यसमा पनि सबै 2टा निस्किएको छ। र यसमा हामीहरूले अब के कार्यहरू गर्छौँ म हजुरलाई देखिँदै अपडेट दिनेछु। हस् त, यो भिडियोमा यति नै।